यो र मेरो बाचा छ एउटा त्यो पछि पुरा गर्ने अनि छोरी त्यतै पहिला गयो भने के भन्नु गयो भने खोपाए भयो पैसा चाहिँ हामी किन बफमा हाल्दिनौँ किनेर बनाउँछ एक टेकमा हान्ने स्टार सक्यो अहिले बुढी अझै हाम्रो त खेल्ने हाँस खेल ठट्टा गर्ने अझै उमेर छ हेलो एभ्रिवान सेवा नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल अनि आज लङ टाइम पछि सायद लास्ट भ्लग यही यो मेरै छ होला सायद अनि त्यहाँदेखि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने गाइस भन्दै मोमो खान जाँदैछु मोमो खान जाँदैछु हामी चाहिँ हाम्रो जहिलेको मोमो अब हाम्रो के भरे उयो सक्यो अब यो जाँदैछ सकिसक्यो फेल हुन्छ कि पास हुन्छ थाहा छैन त्यो कुरा अहिले होइन तर पनि म अब आउँदिन होला एउटा यो आउँछ हेर हामी यो र मेरो बाचा छ एउटा त्यो पछि पुरा गर्ने अनि जे भन्छ अनि त्यहाँदेखि अब आज चाहिँ हामी यो लास्टचोटि यो र म घुम्नु जाने कहीँ घुम्नु जाने मतलब होइन खानु यो पेटमा स्पेन्डिङ टाइम स्पेन्डिङ गर्ने अनि त्यहाँदेखि ल साथीहरू हेर्दै गर्नु होला यो फेरि टिकटक बनाउनु भनेपछि हेरौँ न साथीहरू मोमो खानु जाने भनेको क्या अनि साथीहरू मैले एउटा कुरा त भन्नु बिर्सेँ यहाँ हुन्छ नि एउटा कुरा भन्नु बिर्सेछौँ क्या हामीले गाइजहरूलाई अनि तपाईँहरूकोतिर साकेला कस्तो हुँदैछ हाम्रोतिर त एकदम बब्बाल हुँदैछ गाइज हामी चाहिँ जान आँटेको हिजो यसले यहाँ हामी कहाँको माथि अरे मम्मी हाई भन्न मेरो किन देखाएको मलाई चाहिँ हाई भन न बाई अब हामी मोमो खानु जानु आँटेको गाई जान्थ्यो होला मम्मीले बाई भनेर जाने हिजोको हाम्रो त्यो के भरे साकेला गएको भिडियोहरू हेर्दै हुन्छ फोटोहरू हेर्दै हुन्छ मम्मी तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो बाई बाई मम्मी बाई बाई मम्मी आउनु छोरी त्यतै पहिला गयो भने के भन्नु गयो भने खोपाए भयो एउटा सुँगुरको भिला र उयो चाहिँ लिएर आइदिन्छ हिजो राइस रोटी भन्थ्यो किन खतरा सोल्टीहरू खतरा नाच्दै हुन्छ नाच्दै हुन्थ्यो हामीभन्दा खतरा नाच्दो रहेछ त्यो चौधरीहरू त झन् साह्रो बाई बाई मम ल साथीहरू हामी चाहिँ निस्केकै घरबाट पराउ गएर भेट्छु है बाई बाई भन् मेरो 1000 रुपियाँको प्यान्ट यो मेरो 400 रुपियाँको चस्मा यो मैले 1200 अनि हामी चाहिँ जाँदैछौँ होइन अन द वे होइन गाइज अनि ध्यान हाम्रो वे पनि वे यी खतरा छ हाम्रो वे सराउन्डिङ हेर्नुहोस् साथीहरू अनि सराउन्डिङमा एउटा पुतली भनी चाहिँ आफ्नो गाउँमा चिनेर यहाँ दिँदैन खुट्टामा जुत्ता टक्ला खुट्टामा जुत्ता टक्क लगाएर माथि पनि के गीत थियो खोइ के भनेपछि आफ्नै काममा नि चिनेन अनि त्यहाँदेखि साथीहरू कपाल छोडो त बान्छु ल ओके छ त खाली पर्यो म त हिरोइन हो नि त हिरोइन होइन साथीहरू अनि त्यहाँदेखि अघि हाम्रो के कुरा हुँदै थियो भने नि साथीहरू के अरे भन् त के कुरा आई फर्गट साले भन् न के भन्न त नि मैले के भन्थेँ यसको मेरो कान्छी माइजूको छोरा छ नि त पारुहाङ अनि यसको छोरा भयो भने मेरो छोराको नाम पारुहाङ राखिदिन्छु पारुहाङ राखिदिन्छु होइन पारुहाङ जस्तो मेरो छोरा भयो छोरा हुन्छ होला चाहिँ भनेको मैले अनि पछि एउटा छोरी एउटा छोरा
रियलमा गाउँ पार्ने यस्तो Oh my god. पाउने हो अब पाउँछ त सबैले के Wow. 12 पास गरेछ Wow. 12 पास गरेको 12 एक्जाम चाहिँ दिएको Wow. कस्तो ठुलो लाग्ने कि clap. 12 भनेको 12 सक्यो अब चाहिँ हुन्छ नि एक्जाम सक्यो भने चाहिँ आफूलाई अलिअलि झन् ठुलो लाग्ने नि म त 80 तर पढेको जस्तो हुँदैन ठुलो हुँदैन साथीहरू होइन गाइस मतलब होइन क्या आफूलाई अलिक ठुलै सोचिँदो रहेछ हौ कोही भेटायो भने अब दिदी ल यस्तै हो हाम्रो कुराकानी यस्तै हो साथीहरू पर गएर भेट्छ बोल्नु थाल्यो भने त फेरि मेमोरी पुग्नु त यस्तो छ हाम्रो बाटो साथीहरू अनि हिरोइन भनेर हिँड्नु चप्पल चाहिँ नदेखाउनु तिमी चाहिँ तिमी चाहिँ किन चप्पल लगाएर हिँडेको गाइस लु त छैन नि त लु हामी पुगिसकेको छौँ मोमो मोमो चिकन बस के चिकन खाने चिकन त साथीहरू हामी चाहिँ आइसकेको छौँ के गर्नु मोमो खानु यसलाई चिकन मोमो खानु मन लाग्यो अरे अघि तैँले भन्छ नि चिकन मोमो पैसा चाहिँ हामी किन बफ मोमो खाँदैनौँ किनेर बनाउँछ बफ त मासु त अलवेज चिकन 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 अरू मलाई मासु चिकन मासु नै भक्क लागेको पोर्क पहिला यस्तो खाँदै आज अहिले यस्तो यसले पोर्क खाँदैन नि साथीहरू राइनी भएर साथीहरू रानी भएर म रानी हुँदिनँ होला पछि तर यस्तो मिठो पकाउँछ यसले तर नि आउनु होला पल्किन्छ साँच्ची हो मलाई यसले सबैभन्दा मिठो पकाउने भने मलाई मिठो लाग्ने भनेको पोर्क मिठो लाग्छ यसलाई ए मलाई चिकन पनि राम्रो हुन्छ त तर खाएको छैन छैन अनि निङ्ग्रो निङ्ग्रो आलु आलु होइन निङ्ग्रो ओन्ली निङ्ग्रो र आलु बिना निङ्ग्रो मिठो हुँदैन नि बनाउँछ नि थाहा छ ए हो निङ्ग्रो र आलु होला हौ सायद तैँले के पाल्थिस् त्यो तर थाहा छैन म निङ्ग्रो मात्रै देखेँ पहिला चाहिँ मेरो ससुरालाई कि बिदा भएर हिँड्छु म त्यतिकै पनि Oh my god. यही पनि मेरो हो र ए बालै भएन बालै पर र साथीहरू ल साथीहरू हाम्रो चाहिँ आइसकेको हजुर के खाने कोक डिउ त रहन्छ हो आज उयो खाउँ न स्प्राइट होइन के उयो फेन्टा फेन्डा रहन्छ ए छैन ल साथीहरू बाई बाई हामी खाइसक्यौँ साथीहरू बाई बाई हामी कहाँ जाने अब हामी साथी मोमो खाइहाल्यौँ र कोकसँग अनि बाहिर हिँड्ने हो नि त अनि माथि छिर्ने हो नि फेरि एउटामा दुई माथि पो राम्रो छ त बाहिर त के खानु अनि खाइ नि त नि चट्नी कहाँ गएको हामी ल साथीहरू हामी चाहिँ प्रणामी मन्दिर जान लागेको यहाँबाट ल साथीहरू जम्मै त त्यहाँ गएर भेट्छु खाएर चाहिँ मन्दिर जानु अरे साथीहरू हामी चाहिँ गयौँ त्यहाँ पुगेपछि फेरि भिडियो कन्टिन्यू हामी चाहिँ तपाईँहरूले किन हामी खाएर के अरे के भन्दैछ अब कहिले जाने ठाउँ नजिक यो र म अब कहिले भेट हुन्छ भन्छ अब योचोटि चाहिँ हामी ए मेरो उयो नै भयो उताबाट तैँले कहिले साथीहरू हामी यो रोड यस्तो कतिचोटि हिँड्छौँ यसको रोड पिटारी हामी 10 दिनमा कतिचोटि हिँड्छौँ होला साथीहरू यसको घर यही रोड पर्छ नि त आजदेखि मेरो घर चाहिँ यता पर्छ अनि यसको घर चाहिँ पूर्व मेरो घर चाहिँ पश्चिम तर ए उत्तर अनि यो रोड चाहिँ हामी कतिचोटि हिँड्छौँ आन्द्रा जोडेपछि त
पकाएर जाउँ ल साथीहरू लाइक जम तीज प्रणामी मन्दिर हामी एन्ट्री हुँदैछौँ साथीहरू साथीहरू कस्तो दामी छ माथि हेर्न साथीहरू हामी यहाँनिर हामीलाई को बेला ल्याउनु भएको थियो के भरे होइन साथीहरू के भरे काट्नुपर्छ माथि जाने होइन सुरुमा यहाँ टिकट काटिराख नि आउनुपर्छ ल साथीहरू हामी चाहिँ माथि जाने टिकट काट्नु माथि जाँदाखेरि टिकट काट्नुपर्छ अरे हामी चाहिँ ऊपर जाएंगे कति रुपियाँ अरे कस्तो दामी छ ठाउँमा थियो पिस अब हामी एकछिन यहाँनिर तलतिर चाहिँ फोटो भिडियोहरू खिच्छौँ फोटोहरू बनाउँछौँ भिडियो बनाउँछौँ फोटो खिच्छौँ अनि माथि जान्छौँ है त साथीहरू स्टेज बनाएछ कस्तो राम्रो मलाई यहाँ कति भएछ यहाँ नआएको साथीहरू खतरा साथीहरू भिडियो बनाउनु पाउँदैन अरे अब यहाँ बाहिर यहाँ देखा मलाई चाहिँ देखा साले मस्ती चाहिँ के हुन्छ त मलाई पनि देख्दैन ल्या त्यो त साथीहरू हो म कहिले आएको छुइनँ साथीहरू भित्र चाहिँ गएको छुइनँ भित्र चाहिँ तर भित्र चाहिँ भिडियो बनाउनु पाउँदैन अरे यो भित्र चाहिँ पाउँदैन माथि त पाउँछ माथि त पाउँछ अरे माथि गएर देखाउँछु तपाईँहरूलाई यहाँ त मन्दिर त हो अहिले जाउँ भित्र आइज के यहाँदेखि जानु जाउँ साथीहरू रुक्न टिकट दिएर पनि अब पैसा अनि राम्रो आउँदैन नि त ब्राइटनेस कालो भन्नु अब के अरे यो किडन्याप गऱ्यो भने यस्तै हुन्छ ए तपाईँहरूलाई थाहा छ कि छैन सेम यार सेम ऊ जस्तै ऊ सेम ऊ बसेको जस्तै को थर्किन्छ क्या यो खतरा रहेछ साथीहरू यहाँ चाहिँ मिरर रहेछ मिरर इज लभ अलिकति झन् उसलाई चाहिँ यता दिनु कस्तो खतरा रहेछ यहाँ झुम अनि तपाईँहरूलाई थाहा छ कि थाहा छैन अनि यहाँदेखि यहाँनिर सुट गर्नुको आउनुभएको थियो त गर्नु सुन्दा नि आएको थियो सुन्दा मलाई थाहा छैन थाहा छैन मैले त्यो हेरेको थिएँ ल खतरा रहेछ साथीहरू यहाँदेखि भ्यू देखाऊँ न यहाँ साथीहरू कतिवटा रहेछ भक्तहरू गाउन हो त भन्न बिर्से त गए साथीहरू याद आयो वान टू थ्री यो नजिकबाट लाग्नु नि त्यो उयो भिडियो बनाऊँ न अब माया साथीहरू अब हामी टिकटक भिडियो सबै फोटोहरू सुट गर्छौँ सुटहरू खिच्छौँ
यसो गर्ने हो कि यस्तो आउने हो त होइन यसरी म चाहिँ बोलाउने हो क्या तँलाई सुन्नु भन्नु तैँले अब चाहिँ बोलाउने हो कि यसरी आऊ मेरो खुट्टा लगायो त उता यो राइट खुट्टा लगायो त उता ठ्याक 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 अनि यो तल ठ्याक तैँले बोलाएको मैले बोलाएको एक ट्याक मात्रै हान्ने 4 सक्यो मैले टिकटक धमाधम चलिरहेछ टिकटक होइन के हो टिकटक भिडियो बनाइदियो ल यसरी यताबाट राम्रो आउँछ यता यताबाट राम्रो आउँछ पहिला मेरो बनाइदिनु न हौ पिस कस्तो आनन्द पिस भनेको कस्तो पिस लाग्यो कति आनन्द लाग्यो क्या साथीहरू सुन्दर शान्त धेरै दिन विचार नेपाल विचार सुन्दर होइन धेरै दिन मलाई मन्दिर यस्तो आउनु मन लागिरहेको थियो म मन्दिर नआएको कस्तो 2 वर्ष भएको थियो अस्ति भर्खर चाहिँ शनि होइन अस्ति भर्खर अन्त अनि अस्ति भर्खर चाहिँ शनि मन्दिर गएँ होइन शनि मन्दिर गएँ साथीहरू अनि त्यहाँदेखि अहिले चाहिँ यहाँ आउँदाखेरि कस्तो पिस लाग्यो क्या आनन्द शान्ति ठाउँ पनि हेर्नु न साथीहरू तर यो यहाँनिर म पहिला कपाल मिलाइदिएँ त पहिला के झन् राम्रो पहिला 10 क्लासमा ल्याउनु भएको थियो यहाँ टुर अनि त्यहाँदेखि माथिबाट यहाँ टुर ल्याएको त पोखरीबाट सभाको पोखरीबाट पोखरी लैमपुर पोखरीबाट हामी पढ्दाखेरि 10 क्लासमा यहाँ टुर लिएर आउनु भएको थियो इटरी यहाँ प्रणामी मन्दिरहरू सबै घुमाउनु भएको थियो सरहरूले अनि त्यहाँदेखि सर्मी सरले अनि यहाँ आएँ अहिले चाहिँ यहाँ आएँ योसँग अब जान्छ जातिहरू रु 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 एकचोटि रु 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 हाम्रो आने वाला समय नहीं है हाम्रो आने वाला खोइ तेरो फोन तर म किन रुनु यो को हो र हु आर यु साथीहरू यति भयो भने आउनु यस्तो आउनु मन लागेको थियो नि साथीहरू त्यो अस्ति म मन्दिर त आउनु त कस्तो मन लागेको थियो कि साथीहरू के भन्नु नो नो मलाई केही भन्न आएन साथीहरू जे भने आउनु मन लागेको थियो आएँ पिस लाग्यो शान्ति लाग्यो आनन्द लाग्यो रिलिफ भएँ हा 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 त्यही पनि एक्जाम सकेको खुसियालीमा म एक्जाम त मैले चिलमा देख्छु साथीहरू चिलमा बसेर उडेर तिमी जस्तो होइन वाउ तिमी जस्तो होइन नि त अरे हेरु यसलाई यति हिँड्नु माथि उकालो ओह्रालो हिँड्नुको लागि खुट्टा दुख्यो अरे यो के भइस् त साथीहरू कस्तो राम्रो राम्रो मूर्तिहरू रहेछ माथि देखिहाल्नु भयो प्रणाम अरे प्रणाम प्रणाम बुढी भइस् त 18 पुग्दै बुढी भइस् अझै जिन्दगी त लामो छ त साथी अहिले बुढी अझै हाम्रो त खेल्ने हाँस खेल ठट्टा गर्ने अझै उमेर छ के भरे घुम्ने फिर्ने यहाँ सुन मेरो सकिसक्यो क्या यतिमै सक्यो भन्नु हुँदैन है साथीहरू अझै छ रमाइलो गर्ने यो त भर्खर स्टार्टिङ हो हामी कहीँ गएकै छैन गएकै छैन त अझै जब जान्छ ल साथीहरू अब जुत्ता लाउँछु यसो र मेरो जुत्ता चप्पल लगा हाम्रो कोक हाम्रो टेम्पलमा चाहिँ यस्तो सामान छोड्नु चाहिँ एकदम सेफ है यस्तो मान्छेले कसरी गरी खान्छ भनेर मलाई टेन्सन लाग्छ गरी खान्छु साथीहरू गरी खाएर देखाउँछ यसले मलाई जहिले यस्तै हुन्छ बाजेको पोस्ट खर्च रहेछ साथीहरू कस्तो राम्रो आइरहेछ भाइ तेरो
हेर्न फेरि बिगारिहाल्छ क्या अहिले त त्यहाँ मैले स्ट्यान्डर्ड मेन्टेन गर्नु होइन बुढेसकालमा यहाँसम्म पनि म कोसँग पुग्नु पाऊँ होप अनि तँ यहाँसँग यस्तो कहाँ बिचरा त्यतिर यस्तो हुन्छ होला मलाई मोटी चुकेँ म छिटो बुढी हुँदिनँ होला होइन के आज जिन्दगी कति सम्भो के भनेको साथी तिमीले त्यो चाहिँ मैले डाइलग हान्थेँ ल के भनेको वाट डु वान्ट टु से साथीहरू हाम्रो एज कति नै पुगेको छ र 18 पनि भएको छैन होइन नाकबाट तब 18 पुग्न म त 18 हुन्छ नि त अब मेरो बर्थडे आउन आँट्यो साथीहरू 1-2 महिना बाँकी छ 1-2 महिना आई डोन्ट लाइक एनी बर्थडे मलाई पनि मन पर्दैन जे कुराको नि आफ्नो खुसी खोज्नुपर्छ क्या साथीहरू ए आज मात्रै पर्छ यसमा यस्तो कुरा गरेर हुन्छ सट अप यो कुरा नगरेकै राम्रो सट अप साथीहरू यस्तै हो हाम्रो कुराहरू अघि को काम लाग्यो लाखा सबै घर जाम साथीहरू अब हामी घुम्यौँ फिर्यौँ मोमो खाएर मैले हिल भनेर देखेँ यता एकछिन अर्कै भन्दाखेरि के भन् गर्नु छैन भन्दाखेरि के हावा चलिरहेको छ साथीहरू त्यो हात खोज्ने काम नगरे के भन्नु क्या साथी रिसाइहाल्छ फ्यास गरिहाल्छ कि अनि मलाई त के भन्नु नि मन लाग्दैन भन्नु चाहिँ हुँदैन यति भन्नु हुँदैन साथीहरू यसलाई त नाक दुखिहाल्छ यसको नाक यहाँ भइहाल्छ ल साथीहरू लाग्यो हामी चाहिँ उताबाट पक्रिँदै त पाइरहेको कमाइले हाल्छ त्यही भएर त्यही त साथीहरू बाई बाई अब चाहिँ हामी यहाँ मन्दिरबाट लाग्यो घरतिर पक्रिन आउँदैन तिर गएको हामी अहिले रोडमा र चाहिँ मेरो घर जाने बाटो म घर नगएर कहाँ जाँदैछु मेरो घर फेरि फर्किनु पर्ने छ भरे यसलाई त भरे त होइन 4 बजेतिर त 4 होइन 3:30 जान्छु 3:30मा जान्छु साथीहरू चुप लाग्नु न म यसलाई भरे पठाइहाल्छु जतिखेर भए पनि टेन्सन नट यो गइ त हाल्छ कति चाहिँ छुट्टिनु खोज्छस् हौ कति चाहिँ छुट्टिनु खोज्छ त्यहाँ चाहिँ काम हुँदैन त मेरो काम उयो गर्ने आज मेरो जो कतिको त्यो सकेला जाने भएर मात्रै म कोमा जानुपर्छ ल साथीहरू यसलाई त्यही भएर कोमा जानु छ बाई बाई गरिदिनु पर्ने छ यसलाई छानबिन भने छ के भएको मेरो दिमाग साथीहरू हामी त चैनपुरमा आइपुग्यौँ भनेर चैनपुर आउनु हाम्रो चोक चाहिँ साथीहरू यस्तो देखिन्छ हाम्रो बाती लेख्न उयो पनि पशुपति बस्छ दिस इज आवर मेन चोक अनि यहाँदेखि हामी कच्ची रोड हुँदै हाम्रो घर जानुको लागि चाहिँ हिँड्दै जानुपर्छ साथीहरू गरिब भएपछि चाहिँ हिँड्नुपर्छ यस त्यहाँ भित्र जाने बित्तिकै 50 रुपियाँ लिइहाल्छ भयो मोमो खाएको हामीले त गाउँमा शनिबारका म बजार जाँदा कि मोमो 2 प्लेटसम्म खान्थ्यौँ अनि एउटा ठुलो जम्बुड्यो 2 प्लेट अनि एउटा ठुलो जम्बुड्यो किन्थ्यौँ अनि भरे आएर घरमा चाहिँ जो हुन्छ नि त्यसलाई पनि ल्याइदिन्थ्यौँ ल्याइदिन्थ्यौँ होइन भाग गएर ढ्याउँछ नि त त्यो मोमोको त फाल्टै हुन्छ नि त अब ढ्याउने यस्तो मुखमा ढ्याउ गरेर मुखमा यस्तो मोमो खाएको नि त मोमो छोरीहरू एउटा यो चाहिँ फेरि एउटा पारुहाङको स्कुल हो नि हाम्रो मुक्ता एकाडेमी दिस इज पारुहाङ स्कुल दिस इज पारुहाङको फ्यान पारुहाङको दिदी पारुहाङ कसरी बोल्छ भनेर यसले याद गर्छ क्या दिदी हजुर गर्छ हजुर के गरेको अनि टिभी भन्दा नि के भन्छ टिभी भन्दाखेरि क्या दिबी हेर्ने मलाई के बच्चाहरू हतपत प्रायः मनपर्छ होइन मलाई लास्टै मनपर्छ क्या प्रायः बच्चाहरू मसँग झुमिन्छ पनि कुनै बच्चा चाहिँ मलाई ओपन उनीहरूको बिहा उनीहरूको तरिका पारुहाङले सोच्छ दिबी हेर्ने टिभी हेर्ने भनेको दिबी हेर्ने गर्छ कि सुन न अब यसो गर्नु क्या बिहे गर्छु ल म साथीहरू ल होइन लगेर नि घर चाहिँ किन आउनु ल भन्छ होइन म त रेडी तर मलाई लान्छ चाहिँ कसले खस्छ न एउटा अलिक
पारुवाङलाई भेट्न आएको अरे बजिरहेको छ त अर्कै खालको टिकटक छ क्या पारु सरप्राइज मलाई चाहिँ अघिदेखि यो दिदीले कि तिमीलाई होइन ट्रिप दिदीले पारुसँग कस्तो भेट्नु आउँछौँ खै मलाई बिस्कुट दिँदैन कस्तो भेट्नु खै ट्रिप दिदीलाई बिस्कुट मलाई दिने हो कि न प्रीतिले अहिलेदेखि कुरा गरेको होइन पारुको भेट्यो पारु तिम्रो फ्यान त अनि पारु पनि म फ्यान हो होइन नि पारु नमस्ते सेवारो आम्मा यहाँ त झन् के हो यस्तो मलाई यो पारुलाई माइजहरू त नि यहाँ त के हो यस्तो पारुलाई त मारा होइन बुनेको त यस्तो त देखाउने हो त होइन साथीहरू प्रीतिले अहिले अघि बिहानै आएको हामी त उता कहाँ कहाँ गएर आइसक्यौँ प्रणामी मन्दिर अनि के भरे एमपी मोमो काम छैन साथीहरू हाम्रो अहिलेदेखि कुरा गरेको होइन पारुवाङ भनेर बाई बाई आजको लागि के को आजको लागि त अब त आउँदैनस् त कि त अब जान्छ त काठमाडौँ जाने होइन अब त आउँदैन कहिले गाउँ जान्छु माइजू हेर्नु त यहाँ कस्तो राम्रो आइरहेछ ए भरे हेर्नु ल कस्तो राम्रो आइरहेछ हावा नि मेरो कस्तो हुन्छ हे के भन्छ यो घरमा मान्छेको यो मान्छे के हो आज यहाँ पेट निकालेर अहिलेदेखि होइन पारुवाङसँग भेट्ने तपाईँको छोरा भेट्ने भनेको यसले मेरो छोराको थियो तैँले अघि भ्लगमा के भन यतिबाट सबै देखाइदिन्छु ल साथीहरू बाई 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 पारुलाई बाई बाई भन्नु पारु बाई बाई भन्न पारु